नमस्कार, मेरो नाम आयुष राई हो। म 12 वर्षको भए। मेरो घर धनकुटा काबिने हो। म ऱ्याप गर्न जाँदैछु। ऱ्यापको मेरो ऱ्याप सुनिदिनु होला, माया गरिदिनु होला। राजाको चौतारा वडा नम्बर 32 भनेको मान केटा केबीसित 25 पहिला थियो साइकोलाई अहिले बाचा सब ठिक। धम्किन दे कहिले धम्किन दे मेरो केटाहरूले कहिले धम्किन दे। हार्ने बानी छैन खेलमा मेरो भित्री आत्मतले सल्किन दे। चम्किन दे जसले आगो लाउँछ त्यसले चम्किन दे। ठुलो काल अब सुरु पो मेरो दुरुप चाल तैँले पल्टिन दे। अघि आउनेले पछि पारी पोखरेली पारा लिएर आएको हामी केटाहरू सिनमा खतरा पूर्व पश्चिमदेखि राजधानी। धेरै पछि खेलमा आयो पाली सबैजना अब भाग साथी। एउटा निचाल त सल्किन्छ यो खेल होइन भाइ आगो लागि। केटाहरू नक्कामा होस् गरी सबै डक्का छ। अन्डरग्राउन्डबाट बाहिर आए कोही झारेहरूको टोली कक्का छ। हाम्रै बस्ती हाम्रो इलाका छिरेर देखान नक्काला। गाह्रो पर्दाहरू चाहिन्छ के उखडेनस झट्ट कम ब्याक अब रिसाउँछ म बोल्न थाले यो रिसाउँछ। खतरा ऱ्याप पान्छु बन्दै हिँड्छ यसले ऱ्याप होइन अब्बाई गीत गाउँछ। सिधो ब्यागले किन जिस्काउँछ मेरो बोलीले तँले बोल्न सक्छ। सासबाट पनि बिस आउँछ के बोलिरहेछ त्यो सोच छैनस् कि क्या हो भाइ त पनि होसमा। चुपचाप लागि ठाउँमा बस फेरि छिर्नु पर्ला तेरो गल्ली र चोकमा लागिरहेछ गलत दोष। नचम्किँदै हुन्छ भाइ अरूको पोस्टमा पारा त त्यसै जम्तिने हो। सक्दैन हामीले रोक्न लेखनाथ बसी तोलिया छ यो चाहिने बन्द बेसी बोलिरहेछ तेरो बस्तीमा हाम्रो गाडी गुच्छ बेटामा आम्ने सामने तेरो टोलीका छ पहिलो चुनौती डाक्न सम्झी सभ्यता बोली जान्छ त कुकुरी नचाउने कुरा छोड। केटाहरू सन्क्यो भने गोली हान्छ पारा दिन खोज्छ फुचेले ग्याङ्स्टर ड्याडको बोलीले सुनेर ध्यानको सुतेको बाघले नजिस्का भाइ भन्जुस फेरि मुद्दाइको टु डेन्जर गेरी हान्छ नाकामा प्लेन्जर आफ्नै रुल आफै हो चेन्जर पारा दिँदो कहिले छाडा नसोच आफ्नो ठाउँमा हामी आफै स्ट्रेन्जर। धन्यवाद। अब म अर्को ऱ्याप हान्नु गइरहेको छु। केटाहरू साथमा हाम्रो थियो सानो ग्याङ पढाइतिर कहिले पनि लिन ध्यान। स्कुल जान डेली तर लिन ज्ञान हाम्रो लुक्स यति दामी हाम्रो सर पनि फ्यान। केटाहरू साथमा हाम्रो थियो सानो ग्याङ पढाइतिर कहिले पनि लिन ध्यान। स्कुल जान डेली तर लिन ज्ञान हाम्रो लुक्स यति दामी हाम्रो सर पनि फ्यान। हामीले झोला बोकी स्कुल जानिन्छ अहिले एसेम्बली सुरु हामी टोइले जानिन्छ अहिले चेक कुन्डो कपाल पिडे खाने जहिले पढेको बाल्दिन चिनमा हुँदिन्छ अहिले पढाइराख्ने सर हामी हाँसिराख्ने जहिले खाली हुँदो क्लास हामी खाइराख्ने जहिले एकअर्काको बिल्ला हामी दिन हाम्रो बित्यो हामीले हल्लो गर्दा अफिसमा पुग्थ्यो कुनै प्लेट झ्याउ लाग्दा सबैजना सुत्थ्यो घन्टी लाग्ने बित्तिकै टोइलेटतिर पुग्थ्यो। केटाहरू साथमा हाम्रो थियो सानो ग्याङ पढाइतिर कहिले पनि लिन ध्यान। स्कुल जान डेली तर लिन ज्ञान हाम्रो लुक्स यति दामी हाम्रो सर पनि फ्यान। धन्यवाद। म अर्को ऱ्याप हान्नु गइरहेको छु। यहाँसम्म आउनले मैले नै गरेँ कति धेरै कष्ट यो मेरो मेहनतको समय हुन दिन त्यसै नष्ट। मस्त गरेर आएछ रातभरि केटो हस्त पोराले माइक समात्ने भयो घरमा लुकीछुपी बस्छ। आज म आएको यहाँ सबैले भन्नु पर्दा राम्रो ज्ञान दिनलाई यो आएको ब्याटलमा उफ्रिन प्यानभित्र कुनै प्यान्टिनलाई दाजु र बाइकको लागि सधैँ तयार ठिक ज्यान दिनलाई साथी नै भन्दा हुन्छ भन्नु पर्दैन बिग फ्यान नि मलाई किनकि अरूभन्दा खास अरूभन्दा म भिन्न छु। माइक आवाज मेरो इज्जतको जतिस बगान बनेर चिन्दछु। ऱ्यापको भूत लाग्यो कि एक्लै बोलेर म हिँड्दछु जति कुराबाट जति सुके कर मेरो बात तले दिन नलु जा के छैन तेरो यहाँ काम यसमा मेरै छ नाम भागिहाल छिट्टो नत्र देख्न नपाउलोस् भोलिको तैँले निगाम नेपालको बाटोतिर जाम सबै खोजिरहेको दाम कस्तो यो दाम सल्किन आएको छ त्यसै जन बनेर नक्कली युको राम पिच फेरि आएको माया सबैको मन छु न रेस्टेन्ट रोड फेरि भन्छु म एक दिन म पनि ठुलो ऱ्यापर बन्छु ल तेरो चाहिँ पनि आज म सबै गर्छु र आजकल ऱ्याप गीत गरेर पनि किन लुकीछुपी डराउन पर्ने यसले ट्यापी गीत गायो भने किन कुरा बढाउन पर्ने आर्टिस्टमा चार यहाँ पनि जित्ने 6 जना हराउन पर्ने लुगटा परेछ दामी खतरा नै हामी त्यसैले चुप बस्छ म गर्छु रात दिन त चाहिँ फोन हेरेमा रहेछ नि खुब मस्त शब्दको सागरमा तैरिने छु मान्छे न मैले नि डुब्न त बनेर आछु नि आज रोड डाइको दोस्रो रूपमा त। धन्यवाद।